प्राप्त गरेका उपलब्धिहरूलाई खोज्न चाहने, त्यसलाई समाप्त पार्न चाहने कुनै पनि कोसिस हुन्छ भने त्यसको विरुद्धमा हाम्रो खबरदारी हो। मैले अघि पनि भने दुईटा कुराको विपक्षमा एमाले दृढतापूर्वक उभिन्छ। ती दुईटा कुरा लोकतन्त्रको विरुद्धमा वंश परम्परामा आधारित शासन सत्ता कसैले चलाउन चाहन्छ भने, कसैले ल्याउन चाहन्छ भने एमाले त्यसको विरुद्धमा दृढतापूर्वक उभिनेछ। अनिर्वाचित सत्तालाई फेरि शासन सत्ता चलाउने अधिकारको लागि कोसिस हुन्छ भने त्यसको विरुद्धमा एमाले उभिनेछ। हामीहरू के भन्दैछौँ भने यो लोकतन्त्र कसैको दया मायाले आएको ल्याएको व्यवस्था होइन। यो जनताले दशकौं सङ्घर्ष गरेर प्राप्त गरेको यो ल्याएको व्यवस्था हो। यो व्यवस्थालाई हामीहरूले रक्षा गर्नु हाम्रो कर्तव्य ठान्छौँ। अहिले लोकतान्त्रिक प्रणालीको विरुद्धमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा अहिले फेरि त्यो कोसिस गर्ने काम गरिँदैछ। हामीहरू खबरदारी गर्न चाहन्छौँ, जनतालाई जागृत गर्न चाहन्छौँ। हामीले प्राप्त गरेको त्यो उपलब्धिहरू खबरदार कसैले खोज्न नसकुन्, हामीहरू यही कुरा बताउन चाहन्छौँ। यही उद्देश्य राखेर अहिले देशव्यापी रूपमा यी कार्यक्रमहरू आयोजना भइरहेका छन्। म यहाँहरूलाई यो जानकारी गराउन चाहन्छु। अहिले हिजोको भन्दा विकासका कुराहरू, निर्माणका कुराहरू, जनतालाई समृद्ध बनाउने कुराहरू, अनेक ढङ्गले भ्रमपूर्ण कुराहरू बाहिर ल्याउने कोसिस